सा 안녕하세요 सम्पूर्ण नमस्ते सदाका चाहिँ आज पनि म केही छोटो भिडियो लिएर उपस्थित भइसकेको छु सदैव तपाईहरुको मायाको अपेक्षा गर्दै आज पनि छोटो अनि अलिकति फरक खाले जुन विशेष गरी हामीलाई लिसनिङमा सोधिने क्वेशन हो है लिसनिङमा सोधेको विशेष गरी एडजेक्टिभ बीएसटी प्लस दनी अनि बीएसटी प्लस आ वाक्य दनी भनेको विशेष गरी लिसनिङमा सोध्छ ल हेरौं हैन एकदमै सजिलो तरिकाले सजिलो ढंगले गरिया छ हामीले हेरौं यहाँ यो चाहिँ क्रिया विशेषण र नामसँग जोडिएको चाहिँ एडजेक्टिभ बीएसटी प्लस दनी एको कारणले ए र यता पनि यसको अर्थ लाग्छ यो चाहिँ अब रिलेटेड विथ सम्बन्धित भनेको कारण जनाउने हो नि त यो दनी भन्ने ग्रामरले जस्तै अब तपाईलाई आश असले नि कारण जनाउँछ भन्ने थाहा छ है आश अस अनि उनीकाले नि कारण जनाउँछ उनीका अनि नुन्दे नुन्दे भने पनि एकाले भन्ने अब कारणै भन्ने भयो यहाँ छ अनि जिमान जिमान भनेको यता पनि यसको रिलेटेड है उस्तै अर्थ मिल्ने यसको अर्थ मिल्ने तर चाहिँ फरक कन्डिसनमा हुन्छ जिमान भनेको यता पनि पहिलो वाक्यसँग विपरीत हुँदाखेरि प्रयोग गरिन्छ भनेर हामीले जिमान पढेको नि हो अनि खुरन्दे खुरन्दे भनेको तै पनि खुरन्दे भनेको तै पनि यो कन्जक्सनमा त हामीले पढ्नै छ यो अब पहिलो वाक्यसँग सम्बन्धित तर फरक विषयवस्तुलाई जोड्दा हामीले प्रयोग गरिन्छ भनेर पढ्छौं त्यतिबेला अब यहाँ हेरौं है यो बीएसटी यो दनी भन्ने ग्रामर चाहिँ एडजेक्टिभ भनेको चाहिँ विशेषण पनि हो विशेषण क्रियासँग लाग्दो रहेछ र बीएसटी भनेको वर्ब छ है दनी नाउन प्लस इदानी नामसँग आयो भने के लाउने इदानी लाउने जस्तै क्रिया विशेषण र नामसँग जोडिएर क्रियासँग लाग्छ विशेषणसँग लाग्छ र नामसँग पनि जोडिन्छ है नामसँग पनि लागेर विगतमा उत्पन्न भएको कामको नतिजा जनाउँदाखेरि प्रयोग गरिन्छ विगतमा जुन काम उत्पन्न भएको थियो त्यो कामले के नतिजा जनायो त त्यसको बारेमा कुरा गर्दा त्यसको बारेमा नतिजा जनाउँदाखेरि प्रयोग गरिन्छ साथै अब हेर्नुस् है मेन इम्पोर्टेन्ट च्याप्टर भनेको यहाँ नै त साथै विगतमा दोस्रो व्यक्तिले गरेको कामले उत्पन्न भएको नतिजाको बारेमा कुरा गर्दा प्रयोग गरिन्छ सेकेन्ड पर्सनले गरेको कामले यो आफूले होइन दोस्रो व्यक्तिले गरेको कामले तेस्रो व्यक्तिले गरेको कामले विगतमा दोस्रो व्यक्तिले गरेको कामले उत्पन्न भएको नतिजाको बारेमा कुरा गर्दा एडजेक्टिभ बीएसटी प्लस दनी नाउन प्लस इदानीको प्रयोग गरिएको रहेछ अर्थ के लाग्यो एको कारणले ए र यता पनि यो फर्स्ट पर्सनमा प्रयोग गरिँदैन तपाईले याद गर्दा पनि यो दनी ग्रामर याद गर्दा कसरी याद गर्ने भने विगतमा दोस्रो व्यक्तिले गरेको कामको नतिजा जनाउँदाखेरि दनीको प्रयोग हुँदो रहेछ यति जाने पुग्छ है फर्स्ट पर्सनमा दनीको प्रयोग हुँदो रहेछ अब हेरौँ त थोङसेनी भनेको कसले भाइले है थोङसेनी यल्सिनी भनेको केसँग मेहनतसँग थोङसेनी भनेको भाइले यल्सिनी मेहनतसँग खोङ्बु हादनी भनेको अध्ययन गरेकाले सियमे भनेको केसमा परीक्षामा भाग्य विषय के गर्यो उत्तीर्ण गर्यो दोस्रो व्यक्तिले गरेको कामको नतिजा जनाउने होइन त हो नि भाइ त सेकेन्ड पर्सन हो नि त फर्स्ट पर्सन भनेको को म हामी भनेको फर्स्ट पर्सन हो थोङसेनी यल्सिनी खोङ्बु हादनी सियमे भाग्य विषय परीक्षामा उत्तीर्ण गर्यो उत्तीर्ण भयो भनेर भन्ने अब हेर्नुस् यमी भनेको कसले दाइले थोनुल भनेको पैसालाई आकिदानी भनेको हिफाजत गरे पैसालाई बचत गरेको है यमी थोनुल आकिदानी खाथुमान्डो भनेको काठमाडौँमा छेबोल सासहरू के गर्यो घर किन्यो भनेको दाइले पैसा बचाएको थियो काठमाडौँमा घर किन्यो भनेको अब दोस्रो व्यक्ति हैन त सेकेन्ड पर्सन हैन त दाइ भन्नु हो दोस्रो व्यक्तिले विगतमा गरेको कामको नतिजा जनाउँदाखेरि प्रयोग गर्ने रहेछ दनी हैन अनि माधुसिनुन भनेको माधुजी चाहिँ 6 महिनाको पहिलो पटक भनेको पहिलो पटक कोरिया आउँदा भनेर यसरी बुझाउँ न 6 महिनाको पहिलो पटक हाङ्गुगर म तादानी कोरियन भाषा नजाने तापनि यता पनि ग्रुपमा प्रयोग गरिन्छ यहाँ चाहिँ म तादानी नजाने तापनि छिगमन भनेको अहिले चाहिँ छाड्यो भने के गर्छ राम्रो गर्छ विगतमा राम्रो थिएन अहिले चाहिँ राम्रो गर्छ नतिजा जनाउँदा प्रयोग हुन्छ है त रियान्सिनुन भनेको कसले रियान्जीले चाहिँ वैशाली कम्पनीमा यल्सिनी मेहनतसँग इलाहादनी भनेको काम गरेकोले उसु साउनो उत्कृष्ट कर्मचारीको रूपमा प्रवेश गर्यो छनौट भयो भनेको रियान्जीले मेहनतसँग काम गरेको कम्पनीमा उत्कृष्ट कर्मचारी भएको पनि त्यही हो हैन त हो अब तपाई पढेर उपास हुने त होइन
उत्कृष्ट कर्मचारी तपाईँ हुँदैन होइन। सेकेन्ड पर्सन जसले काम गर्यो नतिजा पनि त्यसैले पाउँछ। अथवा हामीले बुझ्दाखेरि सेकेन्ड पर्सनले विगतमा गरेको कामको नतिजा जनाउँदा प्रयोग गरिने रहेछ धनी। यति कुरा चाहिँ बुझ्नु पर्यो है। ल अझै नुन भनेको हिजो चाहिँ नुनी मान्ने हुँदा नि भनेको हिउँ धेरै परेकोले अथवा परे तापनि परेकोले भनेर बुझाउन। अझै नुनी मान्ने हुँदा नि हिजो चाहिँ हिउँ धेरै परेकोले ओनोरन आज चाहिँ छागा माखे सयो भने के भएको छ गाडी जाम भएको छ। विगतमा भएको कामको नतिजा जनाउँदाखेरि प्रयोग गरिएको रहेछ धनी है त बुझिन्छ। अब यसलाई हो VST प्लस आ धनी धातु प्लस एक को कारणले ए र यता है। उस्तै यो यति मात्रै फरक छ त्यति फरक छैन जानिन्छ है। क्रियाको पछाडि जोडिएर अब यहाँ यता एड्जेक्टिभ VST नाउन बन्यो। अब यहाँ मात्रै VST सँग मात्रै जोडिएको रहेछ है क्रियासँग मात्रै। क्रियाको पछाडि जोडिएर विगतमा उत्पन्न भएको कामको नतिजा जनाउँदा प्रयोग गरिएको रहेछ है। उस्तै छ यहाँ यति उस्तै परिभाषा छ। साथै विगतमा प्रथम पक्षले वा आफूले गरेको कामको कारणले उत्पन्न भएको नतिजा जनाउँदा प्रयोग गरिन्छ। यो फर्स्ट पर्सनमा मात्रै प्रयोग हुन्छ। जस्तै यो भनेको सेकेन्ड पर्सनले गरेको कामको नतिजा जनाउँदा छ। आतप यद्दनी भनेको चाहिँ के छ त आफूले गरेको फर्स्ट पर्सनले गरेको प्रथम पक्ष मैले हामीले अथवा आफूले गरेको चाहिँ कामको विगतमा चाहिँ मैले के काम गरे अहिले त्यो विगतमा मैले के काम गरे त्यसको नतिजा चाहिँ के उत्पन्न भएन है त्यसको चाहिँ जनाउँदाखेरि प्रयोग गरिने रहेछ आतप यद्दनी। यो फर्स्ट पर्सनमा मात्रै प्रयोग हुँदो रहेछ है। यसरी बुझ्नु अब त बुझिन्छ क्लियर छ दुवै कुरा। तल हेर्नुस् छेगा भनेको कसले मैले म भनेको फर्स्ट पर्सन हो नि। छेगा भनेको मैले यल्सिमी भनेको मेहनतले मेहनतसँग खङ्गु हेद्दानी। अब यहाँ तपाईलाई हेद्दानी लेखिदिन पर्छ र पर्दैन नि त। हातै क्रियाको अन्तमा आ भए तापनि हात नभएर हेद हुन्छ भनेर हामीले अवगतमा पढेको यस्ता कुरा जानि सक्नुहुन्छ है। छेगा यल्सिमी खङ्गु हेद्दानी मैले मेहनतसँग अध्ययन गरेकोले सियोमे भनेको यसमा परीक्षामा आत्मिक सहयोगी गरे उत्तीर्ण गरे भनेको मैले मेहनतसँग अध्ययन गरेको उत्तीर्ण भएको नि म हैन त हो। विगतमा प्रथम पक्षले आफूले गरेको कामले उत्पन्न भएको नतिजाको बारेमा कुरा गर्न प्रयोग गरिएको रहेछ है। अझै भनेको हिजो सुरुल मान्ने मासेदनी भनेको हिजो रक्सी धेरै पिएको कारणले पिएकोले है पिएकाले मरिका नहुनु आफा सयो भनेको टाउको धेरै दुखेको छ भनेको मैले पिएको नतिजा पनि मलाई आएको मैले रक्सी पिएर तपाईलाई टाउको दुख्नु हैन नि त है। ओरेन माने भनेको कहिले धेरै लामो समयपछि है। ओरेन मान भनेको लामो समयपछि है। ओरेन माने धेरै समयपछि खोयानी भनेको काममा खाद्दनी भनेको गएकाले है मान्नु गसी फेरि यसो सहयोग धेरै कुरा परिवर्तन भएको माने भन्नु है। अब तपाईँ 1 वर्षपछि गाउँ जानुहुन्छ परिवर्तन त भइहाल्छ। कोही अब बसाइ सरेको हुन्छ हैन। अब बसाइ आउन त त्यस्तै बसाइ सरेकाले परिवर्तन भनेर मान्नु पर्यो नि त। अनि पहिला अब जोत्ने गरी बारी बाँझोहरू हुन सक्छ त्यही पनि परिवर्तन आयो नि त हो। अब यो भनेको आफूले तपाईले भोग्नु भयो तपाईले विगतमा जाँदाखेरि अब त्यो नतिजा उत्पन्न भयो के रहेछ तपाईँ गाउँमा जाँदा के नतिजा पाउनु भयो परिवर्तन भएको नतिजा पाउनु भयो नि त हो। त्यो अनुभव त तपाईले गरे हो नि त हैन हो। अनि अझै भनेको हिजो कफी सपै भनेको कफी सपमा खाद्दनी भनेको गएकोले सारान्तरी मानव समुदाय भनेको मान्छेहरू धेरै थिए भनेको अब आफू गयो आफैलाई थाहा प्रथम पक्षले गर्दा उत्पन्न भएको नतिजा